तपाईँलाई एकदमै धेरै बधाई दिन चाहन्छु। यति राम्रो नाटक छोटो समयमा 1 घन्टाको अवधिमा धेरै विषयवस्तुहरू यहाँले जुन देखाउनु भएको छ, एकदमै हामीले हेर्दै जाँदाखेरि पनि अब के हुन्छ भन्ने हुन त अहिलेको समाजले जुन दर्पण देखाएको छ त्यो एकदमै स्पष्ट तपाईँहरूले देख्नु भएको छ। र त्यसमा पनि यो 1 घन्टाको समयमा जति धेरै विषयवस्तुहरू अहिलेको समसामयिक अवस्थामा नयाँ युवा पुस्ताको इच्छा चाहना र त्यो पुर्याउन नसक्दाखेरिको बाबा आमाको पीडा र त्यो सँगसँगै उनीहरूले आफ्नो इच्छा चाहनालाई आफूहरूले भित्र मारेर पनि त आफ्नो बाबा आमालाई जुन उनीहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बाबा आमाको त्यो चाहिँ अलिकति एकदमै कष्ट करके मैले त्यो शब्दमा म बयान गर्न पनि सक्दिनँ। किनभने मात्र म यति भन्न चाहन्छु कि 1 घन्टाको समयमा जति विषयवस्तु दिनुभएको छ त्यो एकदमै काफी छ। एकदम धन्यवाद। र त्यसै गरी आज हाम्रो यो माझमा चाहिँ मुख्यमन्त्री सचिवालयका केदार शर्मा सर पनि हुनुहुन्छ, केदार सापकोटाजी हुनुहुन्छ। उहाँलाई पनि आफ्नो अनुभूति राखिदिनको लागि म अनुरोध गर्न चाहन्छु। म केदार सापकोटा, मेरो घर चाहिँ बागलुङ हो। म मुख्यमन्त्री कार्यक्रम गएको छु। केही दिन अगाडि सुबुमहरू आउनुभएको थियो हाम्रो बिचमा र सर पनि आउनुभएको थियो। त्यो बेला नाटक मञ्चन हुँदैछ हेर्नुलाई अब व्यस्तताका हिसाबले हामी आज 2-3 जनाको टिम आएको छौँ, सुन्दासित आएको छौँ। त्यो नाटक आखिरमा यो च्यालेन्जिङ पेसा हो र यो कलाकारिता पनि हो। हामी फिल्म त हेर्छौँ, विभिन्न नाट्य शिल्पकारहरू हेर्छौँ, तिनीहरू पर्दा पछाडि बनिएका हुन्छन्, एक्सर्साइज गरिरहेका हुन्छन्, कट गरिरहेका हुन्छन्, टेस्ट गरिरहेका हुन्छन्। तर यो लाइभ एक्सन गर्नु सजिलो कुरा चाहिँ अनि यो समाजको रिफ्लेक्सन गरेको छ। जुन समाजमा अहिलेका युवा पुस्तामा देखिने जुन अवस्था छ, त्यो अवस्थाले मलाई भावुक पनि छ। कतै परिवारलाई प्यारेन्ट्सले टाइम दिएन भने बच्चाहरू कति अप्ठ्यारो हुन्छ, उनीहरू कुलतमा कति लाग्छन् र त्यो कुलतको परिवार कति अप्ठ्यारो पार्छ भन्ने कुरा मम्मीले बुझेर भन्नुहुन्थ्यो। देख्नु पायौँ। र यो नाटक हेरिसकेपछि मैले के भन्न चाहन्छु भने परिवारले बाबुआमाले छोराछोरीलाई अलिक बढी कन्ट्रोलमा राख्नुपर्छ र युवाहरू पनि यो उमेरसँगै बदलिँदो परिस्थिति र चाहना अनुसार पनि आफूलाई मेरो भविष्य के हो भनेर अगाडि बढ्यो भने दिशा निर्धारण होला, परिवारलाई तनाव नहोला र राम्रो समाज निर्माण गर्न युवाहरूबाट र यो 16 वर्ष 18 वर्ष उमेरबाटै हामी सचेत भयौँ भने राम्रो भन्न चाहन्छु। सम्बन्धमा नाटक एकदमै मनोनिष्पासी छ, समाजको शिक्षण गरेको छ र बुवा आमालाई बढी च्यालेन्जिङ बनाएको छ जस्तो लाग्छ। र हामीले पनि आजबाट मैले पनि परिवारलाई केही योगदान पुर्याउनुपर्छ भनेर सोचिरहेको छु। धन्यवाद। 1 घन्टाभित्रको यो नाटकको धेरै कथा छन्, धेरै कथा छन्, धेरै अर्थ छन्। सम्बन्धमा यो समाज रूपान्तरणको एउटा अभियान हो भन्न चाहन्छु। र यहाँलाई पुनः म आग्रह गर्न चाहन्छु कि यहाँलाई चाहिँ राम्रो लागेको खण्डमा चाहिँ आफ्नो साथीभाइहरूलाई पनि गएर नाटक हेरिदिन आग्रह गर्न चाहन्छु। हाम्रो नाटक भोलि 27 गतेसम्म चलेछ र अब हाम्रो बाँकी सो भनेर आजको 5 बजे र भोलिको 5 बजे सो 2 सो अब बाँकी रहेको छ र उक्त सोहरूमा यहाँले चाहिँ आफ्नो मित्रहरूलाई चाहिँ राम्रो लागेको खण्डमा चाहिँ पठाइदिन सक्नुहुन्छ, जानको आग्रह गर्न सक्नुहुन्छ र साथसाथै केही गल्ती कमजोरीहरू भएमा चाहिँ यहाँहरूले हामीलाई प्रत्यक्ष रूपमा भन्न सक्नुहुन्छ भन्दै आजको लागि हामी यहीसम्म भनिरहेको छौँ। त्यो अनुसार फिल्म बनाएर त्यो भागमा डुब्दाखेरि हामी समाजले लान लागेको जुन बाटोतर्फ छ त्यसमा हामीहरू सबै सजग हुनुपर्छ जस्तो लाग्छ। नाटक चाहिँ जो एकदमै हेर्दा रमाइलो एकदमै टाइममा पनि छ होइन, राम्रो छ। यो नाटकमा आफ्नै भिजे जस्तो पनि फिल्म पनि हुन्छ कतै कतै, त्यसमा हामी गयौँ कि त्यसमा हामी डुबेको जस्तो पनि महसुस भयो। हामीहरूले यो नाटक यो गर्दाखेरि मेहनत धेरै नै लाग्छ र उहाँहरू टिम सबैलाई हृदयदेखि नै धन्यवाद र यसमा लाग्दै रहनु होला। धन्यवाद दिन चाहन्छु। उहाँलाई कुन्ती मललाई पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ, किनकि हामीले चाहिँ रेल सजाय कुन्ती मलको माथिल्लो तलामा गरेको छौँ। र आज हाम्रो माझमा
चलचित्रकर्मी निर्माता, त्यसै गरी चाहिँ आदिवासी जनजाति पत्रकार महासङ्घ खनिज गण्डकी प्रदेशका अनुशासन कमिटीका संयोजक पनि हुनुहुन्छ मिना थापा मगरज्यू। उहाँलाई पनि आएर आफ्नो हेरिसकेपछि कस्तो अनुभूति गर्नुभयो, आफ्नो अनुभूति राखिदिनलाई म आग्रह गर्छु। र आशा छ यहाँले चाहिँ यस नाटक हेरिसकेपछि यहाँलाई राम्रो लागेको कुराहरू अवश्य पनि आफ्नो साथीभाइहरूलाई भनिदिनु होला र चाहिँ गएर चाहिँ साथीभाइलाई पनि गएर नाटक हेर्न गरिदिनु म आग्रह गर्न चाहन्छु। र त्यसै गरी हाम्रा केही गल्ती कमजोरीहरू छन् भने ती